गाइज को फर्स्ट गेम खेल्छु म क्या पो खेलौँ गाइज गीत सुन्नु गाइज When it comes to the Garcias, I'm the good boy. प्रतिवेदनमा भएका विषयवस्तुहरू हेर्दा 15वटा मूलभूत प्रश्नहरू अगाडि सारेको देखिन्छ। यी प्रश्नहरूलाई निर्णयको रूपमा समावेश गरेर हामी अख्तियार पठाउने निर्णय गरेका छौँ। लेखा समितिमा निर्णय हुनु अघि सांसदहरूले प्रतिवेदनलाई ग्रहण गर्ने तरिका, लेखा समितिको नेतृत्व र अरू कार्यशैलीका बारेमा पटक पटक विवाद र नोकझोक भइरहेको थियो। गृह मन्त्रालयका सहसचिव तीर्थ भट्टराईले अख्तियारी नियममा लेखेको छ। अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा भिडहाल्न गएको अख्तियारको टोलीले भट्टराईले गृहमन्त्री रमेश लेखकले भट्टराईले मङ्गलबार मात्र मन्त्रालयले तान्नु भएको थियो। उहाँले हवामानले निस्कनु भएको थियो। विभिन्न दिशामा सेटिङ गरेर रकम असुली गरेको लगायतको सूचनाका आधारमा अख्तियारको अध्यागमन कार्यमा छापा मारेको बताइएको छ। अख्तियारको अनुसन्धान टोलीले कार्यालयबाट महत्त्वपूर्ण कागजातसँग बरामद गरेको बताइएको छ। यसअघि उनीहरूलाई पनि भट्टराईमाथि भ्रष्टाचारको मुद्दा लागेको थियो। उहाँमाथि करिब 1 दशक राजनीतिक भ्रष्टाचारको मुद्दा लागेको थियो। पूर्व पीडितालाई मान्न किसान खरिदबाट अनियमित रहेको आरोपमा अख्तियार विरुद्ध अनुसन्धान आयोगले 19 मार्च 2072 मा काठमाडौँ जिल्ला विकास समितिका तत्कालीन स्थानीय विकास अधिकारी भट्टराई लगायत 6 जनालाई मुद्दा दायर गरेको थियो। कस्तो दामी कुरा हुनपरि उहाँले भन्साल चोकमा ल्याएको तिर्पाल महँगो मूल्यमा खरिद गर्नुभएको थियो। उहाँले सोझै बजारबाट म्याच स्टार्ट गरौँ। परीक्षण नगरेको देखिएको थियो। पछि विदेश अदालतले सजाय दिएपछि उहाँ निजामती सेवामा फर्किनु भएको थियो। यही बिचमा असार 2077 मा उहाँ आन्तरिक प्रतिस्पर्धाबाट सहसचिवमा बढुवा हुनुभएको थियो। बढुवापछि पनि उहाँ आकर्षक कार्यमा पोस्टिङ भइरहनु भएको थियो। संवैधानिक राज संस्था र सनातन हिन्दू अधिराज्य सहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि गठित संयुक्त सहकारीको प्रस्ताव दिएको छ। समितिका संयोजक नवराज सुवेदीले सभापति ढिकियालाई पत्र लेखेर सहकारको प्रस्ताव राष्ट्रको सैद्धान्तिक चिन्तन र वर्तमान व्यवस्थाप्रतिको आलोचनालाई दृष्टिगत गरेर सहकारी गर्न प्रस्ताव गरेको पत्रमा सुवेदीले उल्लेख गर्नु भएको छ। सुवेदीले वर्तमान व्यवस्थामा राष्ट्रका सभापति रवि लामिछानेले निष्पक्ष न्याय क्षमता व्यक्त गरेको छ। राज्यका प्रमुख संवैधानिक तथा आङ्गिक अङ्गहरू सन्दर्भमा यस व्यवस्थाबाट तपाईँहरू पनि सन्तुष्ट हुनुहुन्न भन्ने हाम्रो भनाइ छ। राष्ट्रपतिले लेखिएको पत्रमा भनिएको छ। अव्यवस्थाको अन्त्य गर्न राज संस्थाको पक्षमा हुने मैले 1v को गर्नुभएको सेटिङ पनि राम्रो छैन। हुन लागेको संयुक्त जनआन्दोलनमा पार्टीका कार्यकारी सभापति डीपी हरियाले उक्त आन्दोलनपछि राष्ट्रपतिको नैतिक समर्थन वा ऐक्यबद्धता पनि नरहने स्पष्ट संयुक्त जनआन्दोलन सम्बोधन गर्दै लेखेको राष्ट्रपति कार्यालयमा खुलेको थियो। राज्यहरूलाई राप्रपाका केन्द्रीय सदस्यको फोन आएको स्वीकार गर्नुभएको छ। नवराज सुवेदीले फोन गर्नुभएको होइन, राप्रपाका केन्द्रीय सदस्यले फोन गरेर एउटा चिठी दिनु छ भन्नुभयो। मैले पार्टीका तर उहाँले आन्दोलनमा हाम्रो कुनै पनि संलग्नता र सहकारी हुँदैन भनेको छ। उहाँले उक्त पत्रका विषयमा पार्टीभित्र कुनै सहकारी र बहस समेत नहुने बताउनु भएको छ। हरियाले पठाएको पत्रमा सुवेदीले भिडियो बनाउँदैछु व्यवस्थाप्रति असन्तुष्ट रहेको आफ्नो बुझाइरहेको उल्लेख गरेका छन्। यस विषयमा प्रश्न गर्दा हरियाले जवाब दिनुभयो, हाम्रो केही गुनासो छैन, हाम्रो दृष्टिकोण के छ बुझाइले हामी गर्छौँ, तर यो कार्यक्रममा हाम्रो कुनै पनि किसिमको आबद्धता वा अमुक नेताहरूले चाहेर हुने कुरा पनि होइन। मेरो बटन त चिसो छ नरन बटन जितिन्छ। नेपाल विद्युत प्राधिकरणले भारतमा विद्युत निर्यात सुरु गरेको जानकारी दिएको छ। शनिबार रातिबाट भारतमा विद्युत निर्यात सुरु भएको प्राधिकरणका प्रवक्ता जानकारी दिनुभएको छ। शनिबार राति 200 मेगावाट विद्युत निर्यात भएकोमा 30 मेगावाट
भएको उहाँले बताउनु भएको छ। केही दिनको वर्षासँगै नदीको पानीको बहाव बढेपछि बिजुली विद्युत निर्यात गर्न थालेको हो। तपाईँ जान्छ म कस्तो चलाउँछु हामीमा पाइयो भने प्राधिकरणलाई यो समय राहत मिलेको छ। नदीहरूमा पानीको बहाव बढेसँगै नेपालको लोडमा हुने मार्केट धारीमा विद्युत उत्पादन भइरहेको उहाँले बताउनु भएको छ। पिक डिमान्ड भएको समय र दिनमा भारतबाट विद्युत आयात भएको छ। मङ्गलबार मात्र भारतबाट 278 मेगावाट विद्युत आयात भएको उहाँले बताउनु भएको छ। यो वर्षको सुक्खायाममा नेपालले 1000 मेगावाटसम्म विद्युत भारतबाट आयात गरेको थियो। वर्षको बेलामा नेपालले विद्युत निर्यात गर्दै आएको छ। गत वर्षदेखि नेपालले आयात गरेको भन्दा निर्यात गरेको विद्युतको परिणाम पनि भएको थियो। यसैबीच ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले नेपालले आन्तरिक माग पूरा गरेपछि भारततर्फ विद्युत निर्यात गर्न सुरु गरेको बताउनु भएको छ। प्रतिनिधि सभाको पूर्वाधार पहिले उत्पादन बढेपछि बिजुली आपूर्ति भइरहेको उहाँले बताउनु भएको छ। साथै ऊर्जा मन्त्री खड्काले व्यवसायीहरूसँग लिनुपर्ने मर्न नि त मर्दैन यत्रो हाल्दाको मर्दैन खड्काले यस्तो बताउनु भएको हो। उहाँले मन्त्री परिषदले लाल आयोगलाई आधार मानेर प्राधिकरणलाई अगाडि बढाइरहेको जानकारी उठाउने काम सुरु हुने पनि उहाँले दावी गर्नुभयो। मन्त्री खड्काले विषय वस्तुमा बढी केन्द्रित रहेर काम अगाडि बढाउन समितिलाई आग्रह पनि शाहको समर्थनमा चैत्र 15 गते काठमाडौँमा भएको प्रदर्शनका क्रममा भएको अवांछित गतिविधि सम्बन्धी अनुसन्धान प्रहरीले पुरा गरेको छ। काठमाडौँ प्रहरी अनुसन्धान सम्बन्धी प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरिरहेको छ। सो घटनामा सहित 8 जना विरुद्ध ज्यान मार्ने अभियोग लगाउनु पर्ने राहे प्रहरीको छ। दुर्गा पर्साई र नवरात्रिमा भएको जसका कारण सुनौलो निर्णय बचत तथा सहकारी संस्था भवन मर गई भाई ओ भाई 1v4 सॉरी 1v3 ओ भाई One opportunity closes the door. क्या बताऊं Just bust that door back open. I need equipment. राष्ट्रपतिका नवनियुक्त गभर्नर डाक्टर प्रकाशमान सिंह रावत समक्ष शपथ लिएपछि नवनियुक्त गभर्नर पदभार ग्रहण गर्दै गभर्नर पौडेलले सरकारले ल्याउने बजेट कार्यान्वयनका लागि सोही अनुरूप मौद्रिक नीति तर्जुमा गर्ने बताउनुभयो। मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउनका लागि सबैसँग समन्वय गरेर आफू अगाडि बढ्ने उहाँले स्पष्ट पार्नु भएको छ। पौडेलले बैंकका कार्यकारी निर्देशक गुणकर भट्टले दिएको आन्तरिक विषय भएको पदभारपछि गभर्नर पौडेलले 500 सफाई गर्ने निर्णय गर्नुभएको छ। सरकारले मङ्गलबार नेपाल राष्ट्र बैंकको गभर्नरमा डाक्टर पौडेललाई नियुक्त गरेको थियो। यस लगायतका गभर्नर अधिकारीको कार्यकाल चैत्र 24 गते छ। नेकपा एमालेका सांसद रमेश कुमार भट्टराईले आफ्नो कार्यकालमा पोखरा विमानस्थलमा कुनै अनियमितता भएको खण्डमा आफू बयान दिन जाने बताउनु भएको छ। लेखा समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले आवश्यक छानबिन गरिकन यथार्थ विवरण अप्नाएर पनि समितिमा पठाउन जरुरी रहेको उहाँले आवश्यक कारबाही गर्न प्रति हट्न नहुने गरी बताउनु भएको कोही संलग्न भएको प्रतिबद्धता पनि जनाउनु भएको छ। सांसद भट्टराईले कसैलाई लुकाउन छिपाउन स्पष्ट पार्नुभयो। लेखा समितिले पोखरा विमानस्थलको अध्ययन गर्न गठित गरेको राजेन्द्र लिङ्गल संयोजक रहेको उपसमितिको प्रतिवेदनले विमानस्थल बन्द भन्नुभयो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरेको उहाँले लिङ्गललाई भन्नुभयो तपाईँको प्रतिवेदनको यो भाषाले पोखरा अन्तर्राष्ट्रिय बन्द गर्ने हुन्छ। पोखरा I need equipment. बन्द गर्ने भनेको बताउनु भएको छ। आरोपित गर्ने कार्य भएको हुँदै विमानस्थलले सञ्चालन कसरी गर्ने भन्ने विषयमा सुझाव दिनुपर्नेमा त्यस्तो हुन नसकेको टिप्पणी गर्नुभएको छ। राष्ट्रिय गौरवको परियोजनालाई बदनाम गरिरहेका छौँ। अन्तर्राष्ट्रिय मिडियाले खबर गरिदिएको छ। पोखरा भैरवा विमानस्थलमा यस्तै किचन होस् भन्ने कतिपयले खोजिरहेका थिए।
लागि उहाँले भन्नुभयो यी विमानस्थल निर्माणमा एमालेका कोही पनि संलग्न भए कारबाहीको दायरामा आउने र आफू पनि त्यसमा रहेको उहाँले बताउनु भएको छ। नेकपा एकीकृत समाजवादीका सांसद प्रेम कुमार आलेले पोखरा क्षेत्रीय विमानस्थल निर्माणका क्रममा 10 अर्बभन्दा बढी रकम वार्ताबाट भ्रष्टाचार भएको बताउनु भएको छ। बुधबारको सार्वजनिक बजेट समितिको बैठकमा उहाँले यस्तो जारी त्यसले पनि हेड हानेको छु। पोखरा विमानस्थलको फ्लाइट र प्रोसिड्युर डिजाइन मार्च 22 नोभेम्बरको मात्र उपलब्ध गराइएको बताउनु भएको छ। उहाँले त्यसको बारेमा डकुमेन्ट अर्थ मन्त्रालयबाट दामी दामी एक गोली यस क्लियर गाइज सांसद आलेले भ्रष्टाचारको टेलर पोखरा विमानस्थलमा ओ भाइ लेखा समितिको I need equipment. आग्रह गर्नुभएको छ। तत्कालीन समयमा नेकपा एमाले प्रतिपक्षमा रहेको र सोही अनुसार श्रेष्ठ नेतृत्वको भागमा परेको भन्दै सभापतिको विषयलाई लिएर आएर सधैँ बिजुली रहनुभन्दा आफ्नो शीर्षस्थ नेताहरूसँग गएर कुरा गर्न आग्रह गर्नुभएको छ। अन्तर्राष्ट्रिय मान्यता अनुसार सार्वजनिक लेखा समितिको सभापति विपक्षीलाई नै दिने अभ्यास भएको बताउनुभयो। अर्को पनि त्यहीसँग खेल्ने कोसिस। नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले पोखरा क्षेत्रीय विमानस्थल निर्माणका क्रममा First blood. सम्पूर्ण रूपबाट भ्रष्टाचार भएको भएको छ। उहाँले स्पष्ट पार्नुभयो। उहाँले निर्माणको जिम्मा देशसँग नभई छिमेकी देशको Double kill. गाइस कसरी जित्ने उहाँले ठेकेदार कम्पनीको सम्झौता तेस्रो प्लेयरले गर्दा एउटाले गर्दा स्थलगत अध्ययन गरेर दिएको निर्देशअनुसारै प्रत्येक प्रतिनिधिलाई पूरक वेबसाइट अख्तियारमा पठाउने काम गर्नुपर्ने पनि बताउनुभयो। आर्थिक वर्ष 2082-83 बजेट आउन एक साता बाँकी छ। सर्वसाधारण व्यवसायसम्मले त्यसबाट विभिन्न खालका चासो र अपेक्षाहरू व्यक्त गरिरहेका छन्। बजार मूल्य लगायतलाई प्रभावित गर्ने भएर खास गरी निजामती कर्मचारीहरूको तलब भत्ताका विषयमा बजेटले बोल्छ भन्ने धेरै साथी देखिन्छ। निजामती कर्मचारीका संगठनहरूले तलब र भत्ता वृद्धि लगायत पिरो भाइ पिरो अस्ति पनि यस्तै स्टेज आएको थियो। धेरै लामो बनाउनु रहेछ भिडियो 13 मिनटको भइसक्यो 20 मिनटको चाहिँ बनाउनुपर्छ बनाउँछु। एमपी5 चाहिँ धेरै चलाउँछु नभन्नुलाई त्यसमा आफूहरूले न्यूनतम तलबमा वृद्धिका साथै अन्य सेवा सुविधा हेर्न पनि ध्यान आकर्षण गराएको बताउनु भएको छ। अर्थमन्त्री जुनले राज्यको ढुकुडी हेरेर केवल विचार गर्नुपर्ने समय धेरै हाल दिँदै आएको तलब सुविधाले सकारात्मक हुँदा विगतमा 3 वर्ष नपुरी बीचमै सरकारले बढाएका उडानहरू पनि रहेको उहाँले राष्ट्र हितका विषयमा केन्द्रित रहेर संवाद भएको बताइएको छ। राष्ट्र जनता र नयाँ पुस्ता र गौरवशाली इतिहासको बीचमा संवाद राष्ट्र
चल्दै चल्दैन 28 छ यस That's what happens when you meet the business end of my fist. Need equipment. बट भन्दाखेरि क्या कर अहिले लाइभ भएर चाहिँ आइडी त 6 इयर हो धेरैजना हाल्छ 1000 2000 थाहा छैन कति धेरै First blood. Help me, Spawn. यो विषयमा छानबिन हुनुपर्छ तर First blood airdrop. Double kill. हजुर हस् माथिको छलफलमा मन्त्री पञ्चायत छलफल गरेर विद्यालय शिक्षा विधेयकमा भएको बताउनु भएको छ। कतिपय विषयमा राजनीतिक तर्फमा पनि सहमति खोजिनु पर्ने भन्ने बताउनु भएको छ। First blood. विषयमा अन्तिममा टुङ्गोमा पुर्याउने गरेर अमरबहादुर थापाले पक्नु उहाँले अनिवार्य शिक्षा क्षेत्रका सुधारका लागि राज्यलाई भार नपर्ने गरेर हजुर ल सार्वजनिक हितको पक्षमा भएको तथ्यमा आधारित अभिव्यक्तिलाई Thanks. That's what happens when you meet the business end of my fist. This is here. Thanks. Need equipment. Head there. Head there.
Double kill. मन पर्यो मूल्याङ्कन गरौँ पहिलापल्ट गरिहालौँ मूल्यमा फेरि सोध्नु भएको छ अब मैले त मिडिया नि हजुर रोड साइडको जनता हो मन पनि छ छोरीको भाउ आयो भने छोडिदिन्छु होइन क्या मूल्य कसरी छ भन्नु न त मोर्मिलो भने हामी अहिले गएन अब यो एरियामा अहिले चलेको भाउ चाहिँ आनाको 50,000 हो घर सहित 8 लाख रुपियाँ आयो भने म छोडिदिन्छु First blood. Thanks. Head there. 8 लाखैको ल ठिकै छ कमिसन कसैलाई दिन नपर्ने भएको हुनाले यो जग्गा हामी लिन्छौँ होइन हजार महिना समाउनुहोस् अरू पैसा पास गर्नु दिन्छौँ तर 15 दिनभित्र जग्गा चाहिँ पास हुनुपर्छ नि One opportunity closes a door, you can just bust that door back open. ल त हामी आयौँ है त Equipment! गर्दैछु